हेलो साथीहरू, धेरै मिठो सम्झना र माया तपाईँहरूको सामु आज एउटा सानो भिडियो लिएर आएको छु। हेरिदिनु होला है त, एकदमै पुरै हेरिदिनु होला। एकछिन फुर्सद हुँदा चाहिँ साथीहरूमा बाहिर एकछिन निस्कौँ, घुम्न डुल्न भनेर निस्केका थियौँ। डाँडातिर जाँदा जाँदै बाटोमा चाहिँ ऐँसेलु पाकेर झपक्कै देख्यौँ है। अनि त्यहाँदेखि कहाँ मन थाम्न सकिन्छ र रोकिएर झरेर चाहिँ ऐँसेलु टिपेर खान थाल्यौँ। टिप्दै खाँदै गऱ्यौँ। त्यसपछि अलिअलि घरतिर पनि ल्याएर आयौँ बच्चाहरूलाई। अहिलेको समयमा चाहिँ साथीहरू यसो डाँडातिर गयो भने मनपर्ने रमाउने मिठो फ्रेस हावा पनि खान पाइने, अनि यस्तो यस्तो सिजनको फलहरू पनि खान पाइने, सबै फाइदा छ क्या साथीहरू। त्यही भएर चाहिँ हजुरहरू पनि यसो टाइम भयो भने नजिकै जानु होला, रमाउनु होला, खानु होला है साथीहरू। बालपनको यादहरू एकदमै दिलाइदिने के यस्तो यस्तो चिजहरू खाँदा चाहिँ धेरै याद आउने। स्कुलमा पढ्दाखेरि स्कुल छोडी छोडी भागेर आएर यो सिजनमा यस्तरी ऐँसेलु खाइन्थ्यो। सर्टको बाउला पनि पुरै काँडाले चिया पार्थ्यो है। त्यस्तै रमाइलो पललाई सम्झिँदै खाँदै गर्नु होला है त। धन्यवाद।